साथीहरू हेर्दा हेर्दै अकबरे खोर्सानीको बिरुवा पनि ठुलो भइसक्यो। आज मौसमको अनुकूलता मिलाएर मैले यस अकबरेलाई 2G कटिङ गरिसकेँ। अनि बोट वरिपरि रहेको घाँसहरू निकालेँ, बाटोको लाइनहरू सफा गरेँ। मजाको देखिरहेछ है साथीहरू। अनि सानो भिडियो पनि बनाएँ। यसअघि लगाएको बिरुवा यो 2G कटिङ गरिसकेको थिएँ। अब यसलाई 3G कटिङ गर्नु छ। यसमा डोरी लगाउनु छ। त्यसपछि बोटहरू मरेको ठाउँमा नयाँ बिरुवा थप्नु छ अकबरेको। आजको युग भनेको कृषि युग हो। म जस्तै तमाम युवाहरू कृषितिर लागौँ। कृषिले नै हामीलाई अगाडि बढाउने हो है साथीहरू। म त कृषितिर लागेँ। अब तपाईँको आफ्नो विचार होला है, के गर्ने कस्तो गर्ने भनेर। फेरि अब अर्को भिडियोमा भेटौँ है त साथीहरू। कमेन्टमा के आउँछ कमेन्ट